गाइस वेलकम टु माई ब्लग। धेरै पछि मैले आज भिडियो बनाउनु गइरहेको छु। उहाँ चाहिँ मेरो भाइ हो, मेरो भाइ अनि म हामी चाहिँ अब बिहान काममा जानु लाग्यो। चिसो छ गर्नेकै यस्तै हो जापानको लाइफ चाहिँ। अहिले अलिअलि चिसो छ, अस्ति चिसो छ क्या। कुरै छोडिदिउँ न, अहिले अलिक सन्चो पनि छैन, घाँटी दुखिरहेको छ, ज्वरो यस्तो ज्वरो अलिअलि आइरहेको थियो। यता अब स्ट्रगल गर्ने हो जति सफल त भइन्छ भएन होइन, एक दिन अवश्य भइन्छ होइन, हार मान्नु भएन। आउने साथीलाई पनि यसो निन्दा खेल्दा मार्न सक्ने, कामसाम हान्न सक्ने नेपालमा यसो स्ट्रगल गरेको मान्छेलाई सजिलो हुन्छ। त्यस्तै चाहिँ अब गाह्रै छ जापानमा। अति नै अब धेरै नै कमाउँछु भनेर पनि सोचेर पनि नआउनु होइन भाइ। म मेरो भाइले के सोचेर चाहिँ जापान आयो त होइन, त्यो बारेमा अलिकति हल्का बुझौँ। र मेरो भाइ तिमी के सोचेर चाहिँ जापान आयो? म चाहिँ के सोचेको थिएँ भने चाहिँ मेरो कन्सल्टेन्सीबाट हाम्रो सरले पनि एकदम 3 लाख 2 लाख जो भन्दा जापान आयो अब 3 लाखभन्दा बढी कमाइ हुन्छ के छ नि। अब ऋण पनि 15 लाख लोन काटेर आएको मान्छे हो म त, त्यो मान्छेको हुन्छ भने अब यहाँ आएर अब बुझ्यो नि 1 महिना कामै मिलेन, त्यसपछि काम मिल्यो भने नेपालीले नेपालीलाई हेर्छ यता, फेरि त्यो गाह्रो हुन्छ। अनि ल्याङ्ग्वेज पनि हुँदैन यता, काम पाउनै गाह्रो, काम पाए पनि एउटा अब कमाउनु त कमाइन्छ अहिले 1,70,80 हजारसम्म, तर बच्दैन कि त्यो कमाएको त भ्याल्यु भएन नि, त्यो पनि हो। मूल्य त भयो दाइ, त्यसको मूल्यमान बनाउन सकिएन क्या दाइ। त्यही भएर अब म चाहिँ के भन्छु भन्दाखेरि यस्तो परिवारले आयो भने राम्रो हुन्छ कि जापानमा, जसको आर्थिक स्थिति अलिक बलियो छ क्या, जसको लोन अलिक कम छ, डिप्रेसन कम हुन्छ, जसले अब त्यस्तो परिस्थितिमा पनि सहेर ठिक छ नि अब बिस्तारै तिरिन्छ भनेर आयो भने म चाहिँ राम्रो जस्तो लाग्छ। त्योभन्दा पनि बेस्ट भनेको ल्याङ्ग्वेज चाहिँ हुनु पऱ्यो भाइ। नेपालमा ल्याङ्ग्वेज बनायो भने ल्याङ्ग्वेज भन्दा पनि बेस्ट जापानमा आफ्नो मान्छे भएको ठाउँमा आयो भने एकदम बेस्ट हो क्या। त्यो चाहिँ भन्छु, ल्याङ्ग्वेज नभए नि मान्छे चिन्या हो भने काम पाइन्छ। चिन्या भयो भने मान्छे चिन्या भन्दा पनि अब आफ्नै साथी भनौँ, अब आफ्नै परिवार छ भने त, कोही दाइ भाइ छ भने त काम लगाइदिन्छन्। अब त्यस्तो छ, ठिकै छ यता जे होस्। अब कन्ट्री राम्रै हो, के भन्छ नयाँ ठाउँ हो, तर अब त्यो कन्ट्री अनुसार घुलमिल पनि हुनु पऱ्यो क्या दाइ, त्यस्तो हो। म चाहिँ के भन्छु भन्दाखेरि नआउ चाहिँ भन्दैन, आऊ तर ल्याङ्ग्वेज बनाएर आऊ, अनि धेरै लोन गाडेर पनि धेरै सपना देखेर अहिले नआउ भन्छु कि म चाहिँ स्टुडेन्टमा यही भन्नु चाहन्छु दाइ। अब तपाईँ चाहिँ मेरो भाइ कन्सल्टेन्सीको बारेमा भन्दैछ होइन, के कस्तो हो? कन्सल्टेन्सीले भनेर मात्र नआऊ क्या, कन्सल्टेन्सी भन्दा थाहा बढी मलाई हुन्छ नि, किनभने म 7 महिना हुनु लाग्यो जापानमा आएको। अब कन्सल्टेन्सीले भनिदिन्छ उसले त पैसा कमाउनु छ जसरी भने, उसले के भन्छ भन्दाखेरि जापानमा जाऊ अब 3 लाख कमाइन्छ, ठिकै हुन्छ। तर मलाई भोग्नेलाई थाहा हुन्छ नि, गर्ने भन्दा पनि उसले अब पैसा कमाउँछ। म चाहिँ के भन्छु भन्दाखेरि एकदम राम्ररी बुझ जापानको बारेमा। यदि जापानै जानु छ भने बरु 1 वर्ष ल्याङ्ग्वेज पढ, स्टुडेन्ट भन्दा एसएसडब्ल्यू चाहिँ बेस्ट दिन्छु कि म। त्यो चाहिँ हो, अहिले आर्थिक स्थिति कमजोर छ, जसले अब पैसा कमाउँछु भनेर आउँछ भने 5 वर्षको भिजा लाऊ, राम्रो खाइसियामा आऊ, उसले रेन्ट पनि त्यो दिन्छ रुमको। त्यति भयो भने अलिक पैसा पनि बच्छ, डिप्रेसन पनि हुँदैन, ठिकै हुन्छ कि। त्यो पनि हो। अब स्टुडेन्टमा आयो भने त यता सबै कहिले स्टुडेन्ट भन्छ, कहिले रेन्ट भन्छ, कहिले के भन्छ, यता पैसा बचाउनु गाह्रो छ। त्यही भएर अब सोचेर हामी दुइटै अब दाइ भाइ हो, यसो फलो चाहिँ अब टिकटकमा यसो फलो गर्ने, अब हामीहरू यसो फलो चाहिँ बनाइहाल्छौँ नि। अब यमातो जाँदाखेरि बनाउँछौँ एक दिन हामी, यमातो पनि हाल्नुपर्छ, त्यस बेला थाहा हुन्छ अब जिन्दगी त के रहेछ भनेर। काम नगरुन् चाहिँ रमाइलो हुन्छ यता, काम गर्नु थालेपछि सुरुमा चाहिँ राम्रै लागेको थियो कस्तो। ए हेर्नु न यता कति साफ छ, काहीँ माटै देखिँदैन, यस्तो हुन्छ हौ जापानमा त। सफा छ, यता सोचेको जस्तो देखेको जस्तो सबै कुराहरू चाहिँ हुँदैन होइन। मान्छेहरू पनि देखावटी मात्र राम्रो हो, यतातिर खासै राम्रो चाहिँ हुँदैनन्। देखावटीमा चाहिँ एकदम राम्रो छन् फेरि होइन, देखावटीमा चाहिँ राम्रो गर्छन् सबैले, तर खासै राम्रो हुँदैनन् यतातिरको मान्छे होइन। यस्तै हो, जाडो छ, चिसो छ अहिलेलाई। चिसोमा तातो मिल्क टी, यता चाहिँ चिया रेडिमेडै किन्न पाइन्छ। ल अहिलेको लागि चाहिँ छुट्टिन्छौँ अब हामी, छुट्टिन्छौँ। ट्रेनमा चाहिँ बोल्न मिल्दैन, ट्रेन एकचोटि देखाउँछौँ हामी। अरू बेला चाहिँ हामी हानसिनबाट जान्थ्यौँ, आज चाहिँ जेआरबाट जानु लाग्छौँ हामी होइन, किनभने सस्तो पनि पर्छ र अहिले हाम्रो गएको पनि छैन, त्यस कारणले चाहिँ हामी चाहिँ जान्छ होइन।
फलो चाहिँ गर्नु होला है हामी दुईटा मेरो पनि छ टिकटक आइडी म पनि यसो भ्लग हाल्छु जो पनि नयाँ हुनुहुन्छ मेरो सब्सक्राइबरहरू किनभने तपाईँहरूले नयाँ आउने हामीलाई साथ मान्छेहरूले दियो यो भने भिडियो हुन्छ लाइक नि तपाईँहरू पनि हाम्रो इन्फर्मेसन सेयर हुन्छ त्यहाँबाट धेरै कुरा सिक्छौँ नि यस्तो भयो भने त्यही भएर अब फलो चाहिँ गर्नु होला अब भ्लग चाहिँ यसो हामी हाल्छौँ अब डेली अब यसो भयो भने यसो हामी दाजुभाइको टाइम मिलाइबेला यसो काहीँ बाहिरतिर गएर यसो होइन केही ठाउँहरू एक्सप्लोर गर्ने कोसिस गर्छौँ खासै म त्यस्तो भिडियो चाहिँ बनाउँदिनँ यसो कहिले काहीँ चाहिँ बनाउँछु खासै के भन्ने होइन यसो भिडियो चाहिँ मलाई बनाउनु हल्का मन लाग्दैन अब यस्तै हो यस्तै हो अब हामी काममा लाग्यौँ अहिले अलिकति लाइफ टफै छ कामबाट आउँदाखेरि एउटा भलो गर्छौँ भन्छ अब हामी चाहिँ कामबाट फर्किँदाखेरि भिडियो बनाउँछौँ होइन अनिखेरि यसो रमाइलो कुराकानीहरू गर्छौँ रमाइलो भन्दा नि अलिकति इन्फर्मेटिभ नै होइन इन्फर्मेसन दिने खालको भिडियो चाहिँ हामी बनाउँछौँ कुराकानी त्यस्तै अनुसारले गर्छौँ होइन र अहिलेको लागि चाहिँ हामी छुट्टिन्छौँ अब हाम्रो काम सकेपछि फेरि पनि भेट्नेछौँ हस्त धन्यवाद च्यानललाई सब्सक्राइब गर्न चाहिँ हजुर हस्त धन्यवाद